सब्स्क्राइब गरिदिनु होला हाम्रो भाइलाई मन्दिरलाई सब्स्क्राइब गरेपछि आउनु भयो भने मेकअप प्रोडक्टमा पनि तपाईहरुलाई अफर नेल एक्सटेन्सनमा पनि अफर है तपाईहरुलाई जुनसुकै सर्भिसेसमा पनि हामीले 10 to 20% हामीले अफर गर्नेछौँ है चलिए शुरू करते हैं। Hello everyone, welcome to my new vlog. It's me Manju Shrestha. आजको भ्लग चाहिँ एकदम र बनाउनु पर्यो र के हुन्छ नि सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला शेयर सपोर्ट गरिदिनु होला कस्तो र बनाउनु भनेको भोइस चाहिँ अर्कै आउँछ त हौ अन्त नि यस्तो खालको भोइस मेरो अनि दिस इज मधुमला आज चाहिँ मङ्गलबार पुरै बन्द छ मधुमलाई यहाँनिर हिजो ओपनिङ भएको भिन्टेज सेपा कन्डर घर अगाडि नै यो न्यु इयरमा साँच्चै सबैजनालाई ह्याप्पी न्यु इयर पनि भन्न चाहन्छु सबैजनालाई नयाँ वर्षको शुभकामना हिजो यही हामी सबै फ्यामिली बसेर सिकाएको थियौँ एकदम मिठो थियो अनि यहाँ चाहिँ हाम्रो भाउजूको लालीगुराँस होटल दाई भाउजूको एकदम मिठो थुक्पा चाउमिनहरू पाउँछ यहाँ पनि उता बजार मधुमल्ला आजदेखि ब्लग त सुरु गर्यो तर कन्टेन्ट कन्फ्युज भइरहेको छु मैं क्या करूं फिर जॉब छोड़ दूं कसरी कन्टेन्ट बनाउने भनेर आज चाहिँ एकदम र बनाउँछु डे इन माई लाइफ जस्तो तरिकाले तर बिस्तारै बिस्तारै कन्टेन्ट हजुरहरूलाई प्रस्तुत गर्ने नै छु राम्रो राम्रो कन्टेन्ट सपोर्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला लेट्स इन्जोय द ब्लग आइ एम रेडी म चाहिँ उलाबारी जानु लागेको थिएँ हेर्नु न साथीहरू कत्रो पानी पर्नु लागेछ अघि दिपेन भेनाको लाइभमा त असिना पानी पर्दै थियो यहाँनिर तोरीबारीमा हातले छिकिरहेको छ मेरो यस्तो त्यही त भ्लग सुरु मात्रै गरेको पानी परेर पानी मात्रै पऱ्यो भने त्यो असिना पानी पर्दिरहेको क्या अब कतिखेर निस्किनु म पानी परे पनि छिक्दैन भ्लग बनाउन हामीलाई म कपाल मिलाउँछु तल जानु पर्यो ल किप वाचिङ गाइज दादादेखि मैले भ्लग सुरु गरेको नि के भन्न चाहन्छु तपाईँ लाइक सब्सक्राइब कमेन्ट पनि भनिदिनु न यसो भाइको सपोर्ट गरिदिनु ल यहाँ चाहिँ हाम्रो गुड लुक्स हेयर सैलुन मैले यहाँ खुलेदेखि के भन्छ यो तेल व्याक्स नकिनेको पनि 1 वर्ष भइसक्यो अरे कहना क्या चाहते हो सेवा यहाँ दाइले एकदम राम्रो दिनुहुन्छ तपाईँहरू नै आउनु होला मलाई मात्रै हो यो सेट गर्नुको लागि चाहिँ अरूलाई चाहिँ होइन है फेरि सेट गर्नु मात्रै आउनुहुन्छ होला तपाईँहरू ल अब हिरो हुने हल्का कपाल मिलाउनु पऱ्यो ल साथीहरू मेरो रेडी भइसक्यो टक्कसँगले सेट भइसकेछ कपाल ल यो ब्लग हेरिरहने सबैजनालाई एउटा अफर के छ भने तपाईँले यो यहाँभित्र मैले ब्लग गरेको स्क्रिनसट अनि मलाई सब्सक्राइब गरेर स्क्रिनसट लिएर आउनु होला यहाँनिर तपाईँहरूलाई मात्र रु 150 मा यहाँ कपाल कटिङ गरिदिनुहुन्छ हाम्रो दाइले कति अरे
होइन 100 मा मात्र 100 150 होइन 100 रुपियाँ चाहिँ रहेछ 100 मै कपाल कटिङ गरिदिनुहुन्छ तर फर्स्ट 5 जनाको फर्स्ट 5 जनाले लिएर आउनु पर्यो स्क्रिनसट है मलाई सब्स्क्राइब गरेको अनि यहाँको स्क्रिनसट यहाँ भित्रको आयो एउटा स्क्रिनसट गर्दा भयो ल सी यू अब म चाहिँ अब उलाबारीतिर जाँदैछु ब्लगमा के भन्दै नि त स्काईले पनि गरेको थियो पहिला किन साथी स्काई अब बनाउनु पर्यो नि त अब ल म एकछिन गएको ल उलाबारी काम छ ल अहिले चाहिँ म उल्लाबारी आइसकेँ कहाँ छु भाइ ट्याक्कै एलिसा मेकअप स्टुडियोको अगाडि यहाँनिर अब म जान आएछु भित्र अनि साँच्ची अघिको भिडियोमा जेन्ट्सहरूलाई मात्रै अफर थियो भने लेडिजहरूलाई पनि छ अहिलेको अफर र अफर चाहिँ के हो भने चाहिँ अहिले चाहिँ सेम हेलो के छ कस्तो चल्दैछ त अनि यता चाहिँ मेरो भेना ठुलो गऱ्यो भेना घरबाटै आएको ए साँच्ची के अफर भने नि लेडिजहरूलाई चाहिँ के भयो अब म भन्छु मेरो स्क्रिनसट टक्कसँगले सब्स्क्राइब गरेको स्क्रिनसट लिएर आउनु भयो भने अनि यहाँ भित्र यो भिडियोको स्क्रिनसट लिएर आउनु भयो भने तपाईहरुलाई चाहिँ अफर मेकअप प्रोडक्टमा अफर र तपाईहरुलाई सर्भिसेसमा पनि अफर छ मन्दिरलाई सब्स्क्राइब गरेको स्क्रिनसट लिएर आउनु भयो भने म बोल्न सक्दिन म त ल यतिको चाहिँ हुनु पर्यो है मेरो भाइलाई सपोर्ट गर्नु पर्यो तपाईहरुले स्क्रिनसट मेरो भाइलाई गरेको लिएर आउनु भयो भने मेकअप प्रोडक्टमा पनि तपाईहरुलाई अफर नेल एक्सटेन्सनमा पनि अफर है तपाईहरुलाई जुनसुकै सर्भिसेसमा पनि हामीले 10 to 20% हामीले अफर गर्नेछौँ है त यस्तो पनि चाहिँ कहिले हुनु हामी चाहिँ म चाहिँ मेन हाम्रो भाइको युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्ने भन्यो कि हाम्रो भाइलाई नै सब्स्क्राइब गरिदिनु भन्दै हाम्रो भाइलाई सपोर्ट गरिदिनु भनेको हेलो दाइ आउनु न किसमे दाइ ब्लग सुरु गरेको दाइ के भन्दिनँ मैले हो दाइ आजदेखि ल बनाइछ अब यस्तै हो यस्तै हो त्यो बस्नु के बारेमा हाम्रो ब्लग आउँछ यो ऱ्यान्डम ब्लग हो पुरै जागोती कन्टेन्टै छैन बिस्तारै कन्टेन्ट आउँछ अहिले चाहिँ हामी एलिसा मेकअप स्टुडियो निस्केर गमक जाँदैछौँ खाजा खान अनि भेनाहरूसँग पनि एकछिन ट्याक पनि खान सिकेको थिएँ ढिलो भयो आज अलिक ढिलो भयो साउन्ड चाहिँ अलिक यो माइक नभएर अलिक सानो आएर होला हावा पनि एकदम चलिरहेछ माइक चाहिँ किन्नुपर्ने हो अब सब्सक्राइबर पनि 0 छ अहिले त अब पछि राम्रो हुँदै गएपछि माइक किनिदिनु पर्ला एउटा हामी चाहिँ अब उलाबाट डाइरेक्ट यहाँ खाजा खाना गर्छौँ कति धेरै पसल हुँदैछ कुन जग्गा जाने भन्ने चाहिँ म पहिला ख्याल हामीले खाने चाहिँ सम्पूर्ण होटल हो खासै आज चाहिँ हामी सुमन होटलमा जाँदैछौँ
के खाने अरे सादेको थुक्पा अनि ल मलाई चाहिँ खास सम्पूर्णको पहिला मिठो लाग्थ्यो मोमो तर अलिकति चाहिँ मलाई यहाँको फेरि मिठो लाग्न थाल्यो चाहिँ सुमन होटलको यहाँ हाटखोलामा तमकमा थोरै भए पनि यहाँको मोमो चाहिँ पोर्क मोमो यस्तो दामी लाग्यो अलिकति थोरै पोइन्टले त्यही भएर अहिले यही हामी खान्छौँ क्या यो होटल सुमनमा वाउ कस्तो दामी दिएको मोमो कम्ती भन्दा पनि कस्तो दामी दिएको देख्नु काठले बनाउँछ क्या हामीको पोर्क हुन्छ नि मजा आउँछ खाएको अनि ट्राई गरिहाल्नु यो चाहिँ हातले खानु मिलेन साह्रै बुधबारे ट्याङ्की मिठो छ यता राधेमा अब लुगा किन्न हामी छिर्दैछौँ तपाईँले यत्रो साइजको प्यान्टहरू अन्त पाइराख्नु भएको छैन भने चाहिँ रमकको राधे राधे कलेक्सनमा पाउनुहुन्छ बिग साइजको हाम्रो दाइ यहाँ यत्रो लेन्थ भएको हाम्रो दाइ मधुमल्लाबाट आउनु भएको छ र उहाँले यस साथसाथै यो एडिडासको टी सर्ट अनि यो पोलोको टी सर्ट लानु हुँदैछ दाइ क्वालिटी ठिक छ नि एकदम दामी लाग्यो मलाई चाहिँ पोलोको चाहिँ राम्रो लाग्यो तपाईँले तर्फबाट आउने कस्टमरलाई यहाँ राधे राधेमा आइदिनुलाई एकदम राम्रो जेन्युन भनेपछि तपाईँहरू बगाल्दै राम्रो क्वालिटीको लानु भएन सबै दियो ल मेरो बैंकबाट आयो पैसा क्या बोला तूने यही पहले क्या बोला चल लानु भएन जाँदैन भनेर मैले लगाएको छु नि त यो त्यही भएर जाँदैन दाइलाई दिएको दाइलाई फेरि कार्बन ब्लू नलाउने रे ब्ल्याक लाउने रे ब्ल्याक ठिकै छ त नि मलाई त राम्रो लागेको छ कलर त लग्नु जानुभयो त ल मिलाइदेऊ नि त यसको पनि दाइलाई हुने साइज निकाल्नु पर्यो डिस्काउन्ट दाइलाई हुने साइज डिस्काउन्ट सबभन्दा ठुलो हुन्छ ल मिलाइदिएको गर्दैन आउने साइज सबैलाई ठुलो गाडी खो एटिएम छिटो झिक न बाई निस्के बाई ल बेच्दै ल थ्याङ्क यू है अब चाहिँ हामी कहीँ भन्दाखेरि चाहिँ द आर्ट क्याफे भर्खरै खोल्दै गरेको रहेछ खाइदिउँ न त यस्तो दामी भाइब्स क्या दामी भाइब्स यस्तो मजाको लाग्यो मलाई चाहिँ कता बौद्धतिर त्यो क्याफे जस्तो देखिने है ए ल्याइदिनु न 2टा ग्लास कता बौद्धतिरको क्याफे जस्तो क्या मजाको बाहिरको एम्बियन्सहरू पनि देखाउँछु तपाईँलाई अहिले को जरा सबर करो
के छ मेरो साथी यार मेरो भ्लगमा स्वागत छ यार यत्रो वेटिङ गरायो यार आम्मा 1 घण्टा जति भयो क्या From the Mok? मेरो नाम चाहिँ निकल राणा मगर ए ल ल ट्राई लो दामी ल अनि यता सुगमले गाएको तर कस्तो छ है यो उसको भर्सनमा युट्युबमा छ त ए हो र मेन सुगम पोखरेलले चाहिँ लिरिक्स लेखेको हो र हैन नि स्वप्नले लेखेको तर ए कभर गरेको कभर हैन कि म्युजिक भिडियो छ नि प्र्याक्टिस गर्नु खोज्थ्यो भएकै थिएन क्या लिरिक्स चाहिँ याद गरिरहेको थिएँ एकदम राम्रो लाग्यो ट्राफिक नयाँ गरेको अथेन्टिक दामी लाइफ चाहिँ मजा आउने भित्र बस्नु चाहिँ ल फाइनली घर आइपुग्यो साथीहरू हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो होला प्लिज कमेन्ट गरिदिनु होला आजको भ्लगमा एकदम तर आवाजहरू एकदम डिस्टर्ब भएको थियो त्यसको लागि एकदम सरी अब आउँदो दिनहरूमा अझै नै राम्रो बनाउनेछु भ्लगलाई द्याट्स मच फर टुडे थ्याङ्क यू सो मच फर वाचिङ